लिडर आउँदै हुनुहुन्छ Samsung S22 Ultra हैन अब तिम्रो जुदो नि हैन दामी जुदो घरमा चाम्रे भात पनि नखाइएको हेर त जुरेको हो नि यता नाचेको खुट्टा होइन रुपियाँ डिस्काउन्ट किनभने यिनले हामीलाई 100 रुपियाँको नि म त जिरो ब्यालेन्समा आएको मान्छे हो होइन नि हामीले सुरुमै एक बाइट हान्दियौँ हैन ओइ पर्किन सँगै खाम मुजी जाबा माया गरिदिनु होला तपाईँहरूले पनि च्यानलमा नयाँ हुन्छ च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने भिडियो मात्रै भए पनि माया चाहिँ बर देखाइदिनु पर्यो होइन म बढी देखाइदिन्छु तपाईँहरूले माया देखाउनु पर्यो हामीलाई होइन हाम्रो हेलो गाइज वेलकम टु माई न्यू ब्लग होइन अनि त्यही हो म चाहिँ करिब झन्डै 1 वर्ष पछाडि आएको छु भ्लग लिएर तपाईँहरू सामु आज चाहिँ हामी यहाँ केटाकेटाहरू मिलेर होइन हाम्रो गाउँको लङ्गोटिया यार दोस्तहरू मिलेर हामी चाहिँ अहिले चट्टा पार्टी खान गइरहेको छौँ हामीले 300 रुपियाँ उठायौँ होइन आज अनि त्यही हो गाइज अहिले हामी चट्टा अब जान्छौँ राजकुमारको घरतिर अनि डाइरेक्ट हामी S22 अल्ट्राबाट फर्स्ट टाइम भ्लग हान्दैछौँ दिउँसो काममा जान्छौँ हामी अनि बेलुका आएर चाहिँ हामी यसो टाइम पनि भ्याउँदैन थियो म भिडियोहरू यसो हाल्दै पुसअप गरेकोहरू अब चाहिँ मैले आज चाहिँ भ्लग लिएर आएको छु हामी यहाँ केटाहरूसँग हिँड्दैछौँ चट्ट अहिले हामी उहाँ ब्रोइलरको मासु यताउता हामीले अक्रम सबै मेकअप गरिसकेको छौँ भनौँ न अनि अब हामी डाइरेक्ट वहीँ गएर तपाईँहरूसँग भेट्छौँ होइन ल हेरौँ आजको हाम्रो पार्टी कस्तो जान्छ ल माया गरिदिनु होला मासु भरे कस्तो हुन्छ होइन ल त्यही हो अब यहाँ चाहिँ हाम्रो राहुल सर दामी आयो त यसको त टलक्क टल्क्या अनि यता उमेश छ हाम्रो दाई मेरो चाहिँ माइल दाई यहाँ छ हाम्रो भित्ती लङ्गोटिया प्याज हामी घरबाट बोकेर हिँड्छौँ होइन अनि मेरो गोपाल राजा एकदम लङ्गोटिया यार होइन अनि हाम्रो रमेश साथी चाहिँ अहिले आउँदैछ केर्खाबाट राजकुमार उहाँ छ हामी मस्त गरेर दामी खान्छौँ अब काकालाई पनि हामी लिएर जान्छौँ योगेन्द्र काकालाई होइन लगाइ चाहिँ अहिले चाहिँ हेर्दै गर्नु अहिले भेटिहाल्छु म लगाइ चाहिँ मस्त हामी आइपुग्यौँ अब हेर्नु सक्नुहुन्छ हाम्रो यहाँ मुर्गा कट हुँदैछ हामी हिन्दी पनि बोलिदिन्छौँ बेला बेला होइन अनि त्यही हो चट्ट लाएर हेर्नु सक्नुहुन्छ यहाँ हाम्रो तासतुस कार्यक्रम हुँदैछ हाम्रो मुर्गालाई अनि हाम्रो यता राजाहरूले चाहिँ फेरि यहाँ लसुन छोडाइ हुँदैछ मेरो फेरि काका 1 नम्बर काका 1 नम्बर होइन दामी काका फेरि चाइनाबाट आउनुभएको 3 वर्ष चाइना बसेर अनि तापक्रम बढो अरे यहाँ नेपालको तापक्रमले पसिना तरतर जाँदा लिएर आइज न त दामी तरिकाले अनि हाम्रो अझै यहाँ केटाहरूले चाहिँ के यहाँ सरसामानहरू लिनु जाँदैछ अनि हामी चाहिँ त्यही अब यहाँ चट्ट मासु बनाएको सिक्दैछु मलाई अहिलेसम्म मासु काट्नु आउँदैन सासु त काट्दिनँ मासु होइन दामी तरिकाले अब हामी सासु त छँदै छैन कहाँ काट्नु सासु यार काम गरेर हो नभएको भने म नत्र त म डेली भ्लग हाल्ने मान्छे हो किनभने मेरो फोन पनि आइसकेको छ Samsung S22 Ultra होइन अब चाहिँ डेली आउँछ मेरो भन्दा पनि म डेली त भ्याउँदिनँ बेला बेला यसो टाइम मिलाएर यस्तै अब खुसी दिन ह्याप्पी दिन रमाइलो दिनमा चाहिँ म आइरहेको छु अब एकछिन मासु पाक्छ चट्टा हाम्रो के सामानहरू आउँछ अहिले राहुलहरूले लिएर आउँछ त्यो चाहिँ फेरि म देखाउने छु हाम्रो गाउँको कमेडियन एक मात्र बुवाई भनेको हाम्रो भारू बुवाई होइन मस्त आइसकेको छन् हाम्रो भारू बुवाई पनि यहाँ अनि यिनी चाहिँ भनेको तपाईँहरूले हेर्न सक्नुहुन्छ अनुहारको एक्सपिरियन्सदेखि लिएर तपाईँ के भन्नुहुन्छ भारूलाई हामीले 200 रुपियाँ बोक्यौँ हामी सबैले 300 बोक्यौँ उसलाई चाहिँ हामीले 100 रुपियाँ डिस्काउन्ट किनभने यिनले हामीलाई 100 रुपियाँको म त जिरो ब्यालेन्समा आएको मान्छे हो होइन नि अनि हामीले यहाँनिर हामीले टक्क ल्याउनु पनि सफल भएको छौँ होइन एउटा स्प्राइट अर्को कोक यो चाहिँ 2 लिटर आधी यो 1 लिटर आधीको दामी तरिकाले हामीले मासु पनि यस्तो कट भइसक्यो अहिले अनि हामी आज के भन्नु सक्छौँ अब होइन हाम्रो भारू सर चाहिँ आज हामीले केही भन्नु सक्नुहुँदैन तपाईँहरू अनि हाम्रो यहाँ यो पनि पाइसकेको छ अब यो हामी चट्टा काट्छौँ तेल दामी भएको छ टमाटर हाम्रो मिट मसला होइन अनि चट्टा फेरि हामी एकचोटि हाम्रो लो बजेटवाला पार्टी हो होइन अनि चट्टा हामीले अब यहाँनिर हेर्नु सक्नुहुन्छ तपाईँहरूले हामीले नयाँ बन्डल लाएर आएको छौँ आज मेरो आउटफिट हो यो चाहिँ टक्क भनेको 150 रुपियाँको हो तिमी 150 रुपियाँ भन्छौ यार त्यस्तो नभन न यार
तिम्रो जुदो नि होइन हो नि दामी जुदो घरमा चाम्रे भात पनि नखाइआएको हेर त जुरेको हो नि यता नाचेको खुट्टा होइन दामी लुड्यौँ हामी होइन हो नि पोलेर पनि ल गाइस अब अहिले हामी चट्ट पाकिसकेपछि हामी चट्ट कराईमा भुट्दा भुट्दै यताउता गर्दा गर्दै हामी दामी देखाउँछौँ मैले बनाएको थिएँ यहाँनिर लिस्ट होइन अघि नै हामीले चट्ट यो सामान ल्याउने भनेर लिस्ट बनाएको थिएँ अब म चाहिँ पढेर सुनाउँदिनँ अलिकति लाज भयो होइन तपाईँहरूले नै पढेर हेर्न सक्नुहुन्छ यहाँ के छ चट्ट लाएर 5 केजी मासु 3 केजी भुजा पसे दामी पढेर सुनाइदिँदा केटाहरूको यहाँ रहेछ दामी तरिकाले हाम्रो सुनाउँदै हुन्छ ल सुमनजीले दिनुभएको रहेछ 300 उमेशजीले 300 रमेशजीले 300 योगेन्द्रजीले 300 राहुलजीले 300 राजाजीले 300 अर्को उमेशजीले 300 8 मा राजकुमार 300 9 मा भारू शून्य 5 केजी मासु 3 केजी भुजा 150 करेन्ट पानीपुरी आधी केजी अजिना मसला पानीपुरी टमाटर प्याज आधी केजी स्प्राइट 2.5 लिटर भनेको थियौँ तर हामीले कोक पनि ल्याएको छौँ गाइज दामी थपिदिनु हामीले 20 रुपैयाँको तेल 1 पोका खोर्सानी 30 को हरियो हो नि दामी भयो अघि भनेको पढ्यो नि। पढाए पाठ भैँसीलाई दामी लगाइन्छ हाम्रो सिटी पनि लगाइसकेको छ अहिले हामी मस्तसँग ल्याउँछौँ हाम्रो राजकुमार सरको घर हो होइन बडी बिल्डर उहाँलाई देखाइदिनुहोस् हाम्रो बडी बिल्डर सर यहाँ हुनुहुन्छ होइन हल्का बडी देखाइदिनु सर दामी बिक्सो सिक्सोले सक्दैन हाम्रो राजालाई होइन अनि त्यही हो आज फर्स्ट टाइम स्यामसङ S22 अल्ट्राबाट म आएको छु भ्लगमा त्यही भएर मलाई चिक्ना गोरो मान्छे देखिरहेको होला तपाईँहरूले दारी पनि काट्नु छ नजुकिनु होला म तपाईँहरूको प्यारो मिस्टर खत्री सुमन खत्री हो होइन तपाईँहरूले नबिर्सिकन मलाई माया र सपोर्ट देखाइदिनु होला ल अहिले चाहिँ त्यति नै एकछिनमा फेरि जोडिन्छु म यसलाई पनि धेरै राम्रो देखाउँदैछ मेरो फोनले गोरो न गोरो होइन ल यस्तो बडी चाहिँ केटीहरूसँग बोलेर हुँदैन साख मेहनत गर्नुपर्छ होइन हार्ड वर्कआउटबाट मात्रै यस्तो बडी तपाईँहरूले प्राप्त गर्नु सक्नुहुन्छ केटीसँग बोलेर यताउता त्यो आफ्नो मनलाई अरूतिर डुलाएर होइन बस मेडिटेसन एन्ड हार्ड वर्कआउट गेट सक्सेस दिस बडी ओके अलिकति इङ्ग्लिस पनि हाल्दै मैले होइन लगाइ हेर्नु सक्नुहुन्छ यहाँ तपाईँलाई भेस्ट पनि खोलेर देखाइन्थेँ तर यस्तोमा नदेखाइदिउँ हामीले ढाड पनि दामी आलु पनि उसिनिसकेको छ मस्त हाम्रो यहाँ छ हाम्रो पानीपुरी केटाहरूले उयो गर्दैछ पकाउँदैछ अझै कोल्टा फेरि तेल चाहिँ नघप्टा नि ल उतापट्टि चाहिँ कोल्टा नि यता आगोतिर कोल्टा बौला पो रहेछ हाम्रो चाउचाउहरू पनि आइसकेको छ है चट्टा हामी ल मासु पाक्दैछ अहिले पाकिसकेपछि रेडी भएपछि म देखाउँछु अहिले फेरि मसला हाम्रो पिन्ने मान्छे चेन्ज भइसकेछ ल गाइस अहिले फेरि म अब चट्ट पाकिसकेपछि हामी अर्को ठाउँतिर गएर म भेट्छु होइन ल अहिले चाहिँ म एकछिन बाहिर जानुपर्ने छ मसला भइसकेछ सट्ट मासु सट्ट यहाँनिर पाक्दैछ बन्दैछ हाम्रो पानीपुरीको उयो ल हाम्रो मासु अब रेडी दामी रेडी एक हातमा स्प्राइट एक हातमा पानीपुरी खुल्लाको अनि यहाँ एक हातमा हामी बोकेको छौँ यहाँ पानीपुरीको रस हाम्रो रमेश सर यता हुनुहुन्छ होइन अनि हाम्रो राजा एकदम दामी यसमा चाहिँ हाम्रो चाउचाउ प्लस यो के भन्छ किमा अनि दामी कोक होइन अनि राजा हामी अब जान्छौँ यहाँनिर हाम्रो थालसाल के लिएर आउँदैछ अनि त्यही हो अब हामी दामी चट्ट लाएर बसेर चट्ट खान्छौँ होइन अनि हामीले चाहिँ एउटा आज यहाँनिर घरै चोर्दिएको छौँ होइन सभा होल छ एउटा हामी त्यहाँनिर बसेर हान्छौँ हामी धेरै राति भइसक्यो र हामी ज्यादा हामीले बातचित पनि गरेको छैनौँ होइन धेरै अब राति भइसक्यो नि त अनि सुतेको हुन्छ मान्छेहरू अनि थाल लिएर आउँदैछ यहाँ पछाडि हाम्रो भित्ती लङ्कट साथीले होइन अनि कपाल पनि अब कर्ली बनाएको पैसा मात्रै गयो जस्तो लाग्यो त्यस्तो दामी चाहिँ देखेको छैन होइन कुर्सीहरू पनि दामी छ चट्ट मिलेको छ अनि हेरौँ अब हामी तलै बसेर खाइदिन्छौँ होइन हेरौँ अब हाम्रो त्यो हल कस्तो छ हामीले सभा हलै आज बुकिङ गरिदिएको छौँ 4000 रुपियाँमा हामी त्यस्तोवाला मान्छे होइन काका दामी हाम्रो यहाँ प्लेट सिलेट छ चम्चा छ दामी एकचोटि सबैले दामी भनिदिनु त काकालाई अनि ल दामी हुने भयो आज हाम्रो पार्टी अनि त्यही हो तपाईँहरूले पनि च्यानलमा नयाँ हुन्छ च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने भिडियो मात्रै माया चाहिँ बर देखाइदिनु पऱ्यो होइन म बडी देखाइदिन्छु तपाईँहरूले माया देखाउनु पऱ्यो हामीलाई होइन हाम्रो राजाहरू हाम्रो पनि छिटै अब बडीवाला भिडियो आउँदैछ एउटा तपाईँहरू त्यसमा नि माया गरिदिनु पर्ने हुन्छ होइन ल अब अहिले हामी बस्छौँ यहाँ
चट्ट लाएर अनि हामी अब यहाँ केटाहरूले पनि लिएर आउँछ अनि सबैले त्यसपछि हामी सबै साथीहरूसँग बसेर खान्छौँ होइन। यो दिनहरू चाहिँ हरदम हरपल दिमागमा हानोस् क्या। यो दिनहरूले गर्लफ्रेन्डहरूको याद चाहिँदैन हामीलाई केटीहरूको याद त्यस्तो चाहिँदैन होइन। चट्ट हामीलाई साथीहरूको यादले खाओस् क्या। दामी साथीहरूको याद आओस् होइन। त्यही भन्छु म चाहिँ केटीहरूको चक्करमा नलाग्दोस्। म पनि त्यही भन्छु तपाईँहरूलाई त्यही भन्छु। हेर्नु सक्नुहुन्छ यहाँनिर दामी छ लगाइछ। काका हल्ला नगर्नु चुपचाप साइलेन्ट तरिकाले। हाम्रो यति भइसकेको छ। अहिले हाम्रो मासु सासु आउँछ अनि फेरि भेटिन्छौँ हामी। दामी दामी मासु आइसकेछ गाइज, भुजा पनि आइसकेछ गाइज, पानी सानी पनि आउँदैछ गाइज होइन। यहाँ चिनाउँछ करेन्ट लाग्छ नि मलाई। राजा त्यहाँ चिनाउँछौ ल चिकन चप। आज फाइनली धेरै महिना पछाडि धेरै वर्ष पछाडि हामीलाई यस्तो धेरै ह्याप्पी मिलेको छ नि होइन। चट्ट सबै साथीहरूसँग मिलेर हामी होइन अनि चट्ट दिइरहेको छौँ हामीले। गाइस भुजा भरिँदैछ होइन। चट्ट हामी यो खाएर हाम्रो डेक पनि छ त्यहाँनिर अलिकति साइड हट्दै त हामी 100को जुम हाम्रो फेरि राहुल डान्सर एकचोटि देखाइदियो त गीतै बेगर नाच्दैन दामी देख्नु। यहाँ चट्ट भुजा भरिँदैछ, मासु भरिन्छ। मासु खाइसकेपछि हामी पहिला भुजा र मासु। यहाँ छ हाम्रो चटपटे खानुको लागि। यहाँ छ हाम्रो पानीपुरी। यहाँ छ हाम्रो पानीपुरी झोल। अनि पानीपुरीको यो हामीले कहाँ राख्यौँ यता छ यहाँ। अनि लगाइस् त्यही हो। अहिले हामी यहाँ नाच्यौँ। नाचेको चाहिँ हामी हाल्दैनौँ किनभने नाचेको हाल्यो भने कपिराइट टाइम हालिदिन्छ गीत हाम्रो त्यो युट्युबले लिनु मान्दैन होइन। त्यही गाइस ल अहिले हामी यहाँ खान्छौँ। दामी तरिकाले भरिँदैछ हाम्रो यता। सुरुमै एक बाइट हान्दिउँ होइन। ल गाइस चट्ट आज हामी 9 जनाको टोलीमा सुरुमै हामी बाहिर लगाइ दामी हेर्नु सक्नुहुन्छ होइन। हाम्रो मासु भुजा चट्ट लाएर सबैजनाले हामीले लिँदैछौँ होइन। स्प्राइट पनि यहाँ छ, कोक पनि त्यहाँ छ होइन। लगाइ पानी चाहिँ खानुपर्ने हुन्छ फेरि म ठगिन सक्छु होइन। लगाइज होइन हामी चाहिँ खाँदा गलगिद्ध भयो होइन। कस्तो दामी चाहिँ दामी छ होइन। हाम्रो काकाले चाहिँ अझै दिँदै हुन्छ। मलाई चाहिँ पुगो अहिले होइन। चट्ट दामी छ। केटाहरू सबै साइड लागिसक्यो खाइसकेर होइन। केटाहरूले कसैले पनि खाइसकेन। हामीलाई त्यत्रो ज्यादा भयो छेलो नै भयो। अनि हेर्नु सक्नुहुन्छ सबैले छोडिरहेको छ। चाप्प चुप्प खाने त यहाँ कोही पनि छैन होइन। काकाले पनि यति चाहिँ छोड्ने नै जस्तो लाग्यो मलाई कि जान्छ यति। हामी हेर्छु हाम्रो यता फेरि हाम्रो यहाँ सिधै छ हाम्रो पानीपुरी यहाँ छ दामी हाम्रो यहाँ झोल त्यहाँ छ त्यहाँ छ दामी हो नि मासुले चाहिँ हामी चाहिँ चट्ट पानीपुरी खान गइरहेको छौँ। पानीपुरी यहाँ छ हाम्रो किमा यहाँ छ टक्कसँगले होइन। एउटा फुटाएर त्यो हालिदिएर मलाई के भयो यत्रो ठुलो पेट कति हालेको अलि धेरै हाल्नु। एकदम बबाल छ होइन। ल अब हाम्रो यहाँनिर यति पानीपुरी रहेको छ भुजा पनि रहेको छ। हामीले चटपटे खाएनौँ होइन। यो यतिकै छ है। हाम्रो केटाहरू छाडा बोल्दैछ। यिनीहरू लास्टै छाडा बोल्छ होइन। म चाहिँ बोल्दिनँ। अनि तपाईँले पनि सुनिराख्नु होला छाडा बोलेको केटाहरूले होइन। अब लगाइन्छ होइन। अब आज दामी भयो हाम्रो पार्टी होइन। दामी तरिकाले हाम्रो पार्टी समाप्ति भयो। यस्तो पार्टी भयो हामीले यो पार्टी जिन्दगीभरि याद राख्छौँ पानीपुरी चपाएर होइन। लगाइज आज चाहिँ यति नै। फेरि भेटिन्छु तपाईँहरूसँग यस्तै भ्लगमा।
ल गाइज बाई बाई लकडा बाई बाई गरिदिनु आजलाई यति नै, fuck you। ल